धेरै भयो यार यो जिम्मेवारी अनि यो माया प्रीतिको कथाहरू। आज थोरै आजकै यथार्थ बोलाउँ न हामी। थाहा छ तिमीलाई, ताराबाजी लैलै र कुकुरी कहाँ पढेर हुर्किएको म अचेल बलात्कारको दोहोरी भेट्दैछु। मैले सजाय मागेको छैन निर्दोषलाई, मैले कारबाही मागेको हुँ दोषीलाई। त्यसैले आज एउटा कहाली लाग्दो कथा लेख्दैछु। मैले सोचेको थिएँ मेरो कलमले सफलता र सुख मात्र लेखोस् सधैँ, नारीको शरीरलाई साडी र सलभित्र सम्मान गर्ने मेरो कलम। आज पहिलोपल्टकै नारीको लुटिएको शरीर लेख्दैछु। प्रिय चेली, मलाई र मेरो कलमलाई पाप नलागोस्, मलाई माफ गरिदेऊ। मेरो कविताको शीर्षक म मरेको छैन। आज प्रकृति पनि निराश थियो। एउटा कलिलो बालिकाको सास रोकिएपछि त्यो हावा पनि शान्त र चुपचाप थियो। दिनभरि छोरीको न्यायको लागि भौतारिएका एउटा बा। रातको 2 बजे भर्खर आँखा बन्द भएको मात्र थियो, एउटा आवाज आयो, बा तिमी निदायौ र यति सजिलै? बा निन्द्रामा झस्किँदै बिउजिनु भयो अनि प्रश्न गरे, को हो नानी तिमी? बा, तिमीले चिनेनौ र मलाई? म तिम्रै त्यही छोरी हुँ, त्यही सानी छोरी जो तिम्रो हातको औँला छोडेर भर्खर हिँड्न सिक्दै थिइन्। म त्यही छोरी हुँ। म फर्किएँ नि बा, तर म मेरो अङ्ग अङ्ग च्यातिएको लुच्छिएको शरीर बोकेर होइन, आज आत्मा बोकेर फर्किएको छु। म तिम्रो त्यही छोरी हुँ जसले तिम्रो हातको सहारामा हिँड्न सिक्दा सिक्दै केही भुवासोहरूले गिद्धले सिनो लुछे जस्तै लुछे नि बा मलाई। म त्यही तिम्रो सानी छोरी हुँ जसको लास खोज्दा खोज्दै तिम्रो आँखाहरू थाकेनन्। बाको आँखाभरि फेरि एकपल्ट त्यो आँसुहरूले छताछुल्ल भए, तर छोरीको आवाज रोकिएन। बा, हेर न, मलाई यो संसारले चिनेर आज के मैले यो संसारमा आफैलाई चिनाउन यही उमेरमा आफ्नै शरीर लुटाउनु पर्ने थियो र बा? कपडा च्यातिएपछि फेरि च्यातिएको मेरो कलिलो शरीरका हरेक अङ्गहरूले न्याय माग्दैछन् आज। साँच्चै बा, मलाई संसारले चिन्यो रे। मेरो तस्बिर सामाजिक सञ्जालमा राखियो रे, मेरो लागि हजारौँ शब्दहरू लेखियो रे, मेरो लागि नारा लगाइयो रे। पाके मैले न्याय पाउँछु कि पाउँदिनँ अब? मलाई त्यो सुन्दर र सुकिलो देख्ने तस्बिर सामाजिक सञ्जालमा चाहिएकै छैन बा। मलाई मेरो अङ्ग अङ्ग च्यातिएका ती पीडा र यातनाको हिसाब चाहिएको छ। के मैले न्याय पाउँछु र बा? दाइ, सुन न, तिम्रो बहिनीलाई कसैले जिस्काउँदा पनि पिट्न जाने तिमी, आज तिम्रो बहिनी जस्तै अर्को एउटा चेलीको इज्जत लुटिँदा तिमी चुपचाप त छैनौ नि? तिम्रो मन रोएको छ कि नाइ? के म तिम्रो बहिनी होइन र? मेरो शरीरको अङ्ग तिम्रो बहिनीको अङ्ग जस्तै होइन र? कि आज मेरो तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेखेर चित्त बुझाए जस्तै भोलि तिम्रो बहिनी माथि पर्यो भने त्यही हार्दिक श्रद्धाञ्जलीमै चित्त बुझाउन सक्छौ र? त्यसैले मेरो प्रिय समाज, मलाई थाहा छ म फर्किदिनँ अब, तर चाहन्न म जस्तै अर्को दिदी बहिनी लुट्युन् अब। प्रिय समाज, मैले बदलाको आगो चाहेको होइन, वर्षौँदेखि यहाँ हरेक नारीको शरीरले न्याय मागेको त्यो न्याय चाहेको हुँ। त्यसैले म चाहन्न कि मेरो शरीर लुच्ने त्यो ब्वाँसोहरू फेरि खुल्ला घुमुन् यो समाजमा। आमाले छोरी घर बाहिर जाँदा चिन्ता गर्नु नपरोस्, बाले छोरी जन्मिँदा घरमा मुटु कमाउनु नपरोस्। प्रिय सरकार, मेरो प्रिय सरकार, तिमी र म उस्तै छौँ। म पनि भर्खर पाइला चाल्न सिक्दै गरेको कलिलो कोपिला थिएँ। तिम्रो पाइलाहरूको पनि भर्खर सुरुवात हुँदैछ। तर अब पनि त्यो ब्वाँसोहरूलाई सजाय मिल्दैन र समाजमा खुल्ला घुम्छन् भने फेरि भोलि कैयौँ गरिमाहरू नाङ्गिन सक्छन्। कैयौँ गरिमाहरू तडपिएर मर्न सक्छन्। कतै खोलाको किनारमा, कतै जङ्गलको बिचमा फेरि पनि निर्मला र गरिमा नाङ्गिएकै भेटिन सक्छन्। म केही भन्न चाहन्छु प्रिय सरकार तिमीलाई। म नाङ्गिएर मरेको होइन, मलाई नङ्ग्याएर मारिएको हो। मैले त न जीवन देखेको थिएँ, न मृत्युको अर्थ थाहा थियो। मलाई त मारेर फालिएको थियो। त्यसैले प्रिय सरकार, सायद तिमीले पनि देख्यो होला मेरो तस्बिर, महसुस गर्यो होला मेरो पीडा, चल्यो होला संसद भवनमा चर्चा। मलाई बहस र चर्चा चाहिएकै होइन। मेरो तस्बिर सेयर नगरे पनि हुन्छ, तर बिन्ती मेरो पीडाको एक हिसाब मलाई देऊ। मेरो नाममा भिडियो बनाएर हाल्नै पर्दैन, तर त्यो नर पिचासहरूलाई घाँटीमा लाउने कुनै पासो बनाइदेऊ। मलाई 2 दिनको सहानुभूति होइन, जीवनभरिको सुरक्षा चाहिएको थियो। कुनै नारीको शरीर मर्दको भेषमा जन्मिएका नामर्दले छुनको लागि सोच्न पनि नसकोस्, ताकि भोलि गएर फेरि एउटा बा आफ्नो छोरीको लास खोला खोला खोज्न कुद्नु नपरोस्। कुनै अर्को निर्मला जन्मिएर फेरि निर्मला जस्तै अन्त्य हुनु नपरोस्। कुनै गरिमाको कलिलो शरीर फेरि यस्तो पीडा र यातना सहनु नपरोस्। अनि फेरि भोलि कुनै शरीर नाङ्गिएको चेलीको तस्बिरमा कसैले हार्दिक श्रद्धाञ्जली लेख्नै नपरोस्। प्रिय सरकार, सायद तिमी सोच्नै गर्छौ होला म मरे भनेर। प्रिय सरकार, सायद तिमी सोच्नै गर्छौ होला म मरे भनेर, तर म मरेकै छैन।
एकपल्ट आफ्नो छोरीको आँखामा निहाल, म तिम्रो छोरीको आँखामा डर बनेर बाँचेकी छु। त्यो प्रत्येक आमाको चिन्तामा निहाल, म त्यो चिन्तामा बाँचेकी छु। त्यो प्रत्येक बाको काँपिरहेको मुटुमा बाँचेकी छु। भन न सरकार, के म तिम्रो आँसुमा बाँचेको छैन र? मेरो तस्बिर हेरेर, मेरो कथा सुनेर तिम्रो आँखामा जुन आँसुको थोपाहरू अडिन्छन् नि, हो, म त्यही आँसुमा बाँचेकी छु। म मरेकै छैन। म माग्दिनँ आज पनि केही, केवल मलाई न्याय देऊ। बिस्तारो बन्छ देश, विश्वास गरेका छन् सबैले तिमीलाई। पहिले बनाउनु पर्ने कानुन बनाइदेऊ। बरु अझै अर्को 10 वर्ष मेरो दाजुभाइ परदेशमै पसिना बगाउँछन्, तर नारीलाई सुरक्षा र इज्जत मिल्ने एउटा देश बनाइदेऊ। कर्म अनुसारको फल मिल्न जरुरी छ। त्यसैले पर्दैन अरू केही, तर अर्को गरिमा र निर्मला फेरि लुटिनु नपर्ने देश बनाइदेऊ। साँच्चै सरकार, तिमीले यति गरेनौ भने नि, नत्र अर्को आमा आत्तिन्छन् घरमा जन्मिँदा एउटी छोरी। रोकिने छैन बलात्कारको यो खेल फोहोरी। त्यसैले बिन्ती गर्दैछ आज तिमीलाई एउटा मरेको आत्माले, बलात्कारीको घाँटीसम्म पुग्ने बनाइदेऊ एउटा डोरी। नसम्झ म मरेकी छु, नसम्झ म मरेकी छु, सम्झ म मारिएकी हुँ। नसम्झ म दोष तिमीलाई लगाउन आएकी हुँ, सम्झ म आउने दिनमा अरू गरिमालाई बचाउन आएकी हुँ। अपराधीलाई उमेरले नबचाओस्, म जस्ती भर्खर 3 वर्षमा फुल्दै गरेकी त्यो सानो कोपिलालाई, जसको शरीरको अङ्ग पनि फुलेको छैन, त्यही शरीर लुच्ने त्यो ब्वाँसो र नरपिचासहरूलाई फेरि खुल्ला नछोडियोस्। हेर न, किन फेरि थाहा हुँदैन, किन लुकाइन्छ उमेरकै आडमा उनीहरूलाई। प्रिय सरकार, मैले आज पनि मागेकै छैन तिमीसँग केही, न्याय देऊ मलाई। प्रिय सरकार, मैले आज पनि मागेकै छैन केही तिमीसँग, न्याय देऊ मलाई।